साथीहरू म चाहिँ जाँड बनाउँदैछु राइस बेयर हैन। अब दिवाली आयो त्यही भएर अलिअलि चाहिन्छ, त्यही भएर बनाउँदैछु साथीहरू हेर्नुहोस्। अनि भात पकाएर चाहिँ भातलाई चाहिँ अब सेलाउनुपर्छ, मजाले सेलाउनुपर्छ के। त्यही भएर चाहिँ अब नाङ्लोमा हाल्दैछु। नाङ्लोमा हालेर चाहिँ अनि मजाले मतलब यो डल्लो डल्लो फुटाएर चाहिँ मजाले उयो गर्नुपर्छ, गरेर चाहिँ अलिक सेलाउनुपर्छ। तातो तातोमा राख्नु हुँदैन, अलिक सेलाएर राख्नुपर्छ। त भात मजाले छरेर हेर्नुहोस्, छर्दै मजाले सेलाउँदैछु हो। अनि सेलाउनुको बादमा चाहिँ हेर्नुहोस्, यो हो जाँडको दबाई। जाँडको दबाई चाहिँ अब यसलाई चाहिँ एउटा थालमा हालेर पुरा ढुटाउनुपर्छ, मजाले ढुटाएर चाहिँ अनि मनतातो यसलाई सेलाउनुपर्छ हो। अनि सेलाएर चाहिँ मजाले टुक्राउनुपर्छ, मतलब यो डल्लो डुल्ली राख्नु हुँदैन, अब सबै जग्गा पुग्नु पऱ्यो नि त। अनि त्यही भएर चाहिँ मजाले फुटाउनुपर्छ। फुटाएर चाहिँ अनि ग्यासको माथि एकछिन सेलाएपछि चाहिँ अनि यहाँ भातमा छर्दैछु, हेर्नुहोस् होला। मजाले भातमा छरेर चाहिँ अनि मजाले मिक्स गर्नुपर्छ हो साथीहरू। मजाले मिक्स गऱ्यो भने चाहिँ अब सबै जग्गा लाग्छ नि त, राम्रो पनि हुन्छ हैन। अनि सब मजाले मिक्स गर्नुपर्छ। अनि मिक्स गर्नेको बादमा चाहिँ अनि डेक्चीमा राख्ने हो साथीहरू फेरि। अनि हजुरहरूलाई म अहिले यो रेसिपी देखाएको अब रेडी भएपछि, मतलब जाँड भएपछि, राइस बेयर भएपछि चाहिँ म हजुरहरूलाई फेरि भिडियो लिनु छु। अहिले चाहिँ यो खालि राखेको चाहिँ देखाएको साथीहरू, हेर्नुहोस् होला है। अनि भएर चाहिँ त्यही डेक्चीमा फेरि हालेर राख्दैछु। यो चाहिँ अब 4-5 दिनमा चाहिँ हुन्छ साथीहरू, किनकि हाम्रो यता गरम छ हैन। गरम ठाउँमा चाहिँ 4-5 दिनमा भइहाल्छ, चिसोमा चाहिँ अलिक टाइम लाग्दो रहेछ साथीहरू। अनि हेर्नुहोस् मेरो रेडी भयो। राइस बेयर भएपछि म हजुरलाई